हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आज म एकदम बिहानै एउटा भिडियो लिएर आएँ है, जसमा कि अस्ति मैले तपाईँहरूलाई देखाएको थिएँ कि 2G 3G कटिङ गर्दाखेरि के कस्तो फरक पर्छ, कतिको फल लाग्छ है सागसब्जी इत्यादिमा। र अस्ति मैले कसरी फल लागेको थियो आँखलाई विषय भनेर पनि देखाएको थिएँ र आज चाहिँ लगभग एक हप्ता भयो के कस्तो यसले रिजल्ट दिएको छ है, त्यो देखाउन गइरहेको छु र तपाईँहरू हेर्न सक्नुहुन्छ है त। यहाँ हेर्नुहोस्, बोट पनि यति दामी भएर आएको छ फैलिएर। यहाँ हेर्नुहोस्, चिचिला ड्याममै लागेको छ, ड्याममै। र अस्तिको जुन फर्स्टमा लागेको चिचिलाहरू यहाँ हेर्नुहोस्, यो पनि लाग्दैछ। यहाँ यत्रो भएछ एउटा हो, अर्को यहाँ छ एउटा, यहाँ यत्रो भएछ। अर्को यता पनि देखाउँदैछु म तपाईँलाई, एउटा ठुलो यहाँ पनि छ, यत्रो भइसकेको छ एक हप्तामा। र अरू चिचिला एकदमै ड्याममै जता हेऱ्यो त्यतै चिचिला। यहाँ हेर्नुहोस्, यहाँ पर पनि लागिरहेको छ, यता आँखामा पनि लागिरहेको, आँखामा पनि पछि लागिरहेको छ। यहाँ हेर्नुहोस्, यहीँ लागिरहेको छ, यहाँ पनि टुप्पोमा पनि सानो सानो लागिरहेको छ। यहाँ हेर्नुहोस्, जता हेर्नुहुन्छ त्यतै चिचिला छ। यहाँ हेर्नुहोस्, बढ्दैछ सबै। यो तरिकाले चाहिँ यसले रिजल्ट दिएको छ है त। यहाँ हेर्नुहोस्, अर्को म यहाँ देखाउँदैछु। यहाँ यस्तोतिर पनि एकदमै दामी राम्रो भएर आउँदैछ। र यता चाहिँ अलिक पछाडि उम्लेको थिएँ, सानो बोट आउँदैछ। यसलाई पनि मैले अस्ति कटिङ गरेको थिएँ र यसले पनि रिजल्ट राम्रै दिँदैछ, फैलिँदैछ बोट है। यहाँ हेर्नुहोस्, यहाँसम्म पुगेको छ। यो तरिकाले रिजल्ट एकदमै राम्रो आएको छ। यता भित्रपट्टिबाट पर हेर्नुहुन्छ भने हेर्नुहोस्, चिचिला कति देख्नु हुँदैछ, देख्न सक्नुहुन्छ तपाईँले। क्यामेराबाट सायद अलिकति देखिएको राम्रो छैन होला, र पनि हेर्नुहोस्, यस्तो तरिकाले चाहिँ एकदमै जता हेऱ्यो त्यतै चिचिला लागेर चाहिँ एकदम दामी भएर आएको छ। र साथीहरू, कस्तो लाग्यो यो भिडियो? बिहानको एकदमै तपाईँहरूलाई नयाँ न्युज है, एकदमै दामी भएर आएको छ। र भिडियो एकदम मन परेमा लाइक, शेयर, कमेन्ट र पेजलाई फलो गर्नुभएको छैन भने फलो पनि गरिदिनु होला है त। ओके, थ्याङ्क यू सो मच।